21 नम्बरमा रहेको छ एडभर्टिजमेन्ट, पेड फर एडभर्टिजमेन्ट। एडभर्टिजमेन्ट भन्ने के हो? प्रचार प्रसार हो। आफ्नो बिजनेस, आफ्नो सर्भिस, आफ्नो गुड्सबारे अरूलाई जानकारी दिनको लागि गरेको खर्च हो। एउटा यो सङ्क कस्ट हो, रिकभर हुँदैन, तर बेनिफिट चाहिँ आइरहन्छ। अब जस्तै तपाईँले प्रचार प्रसार गर्नुभयो, अन्य थाहा पाउँछ, अनि किन आउँछ, त्यो एउटा बेनिफिट भयो नि त। त्यसले एक्सपेन्सेस हो, नोमिनल एकाउन्टको रुल लाग्छ। नोमिनल एकाउन्टको रुल लगायो भने एडभर्टिजमेन्ट एकाउन्ट डेबिट हुन्छ, टु क्यास एकाउन्ट किन हुन्छ, रियल एकाउन्टको रुल अनुसार किनभने आउट भइरहेको छ बिजनेसबाट पैसा, एडभर्टिजमेन्ट किन डेबिट, एउटा एक्सपेन्सेस हो यो। अब नेरेसनमा लेखेको छ बिङ अमाउन्ट पेड फर एडभर्टिजमेन्ट एक्सपेन्सेस। अब पेड क्यारियर चार्ज, ढुवानी खर्च तिरेको, ढुवानी खर्च तिरेको। अब यसलाई कुन रुल लाउने आफै सोच्नु र कमेन्टमा लेख्नुहोस्। नेरेसनमा रहेको छ बिङ क्यारेज एक्सपेन्सेस पेड इन क्यास या क्यारिज एक्सपेन्सेस। अब पेड फर स्टेसनरी, क्यालकुलेटर किन्न, बल पेन किन्न, बुक, कपी, किताब, होइन, न्युज पेपरहरू, एउटा यसलाई मिसलिनियस एक्सपेन्सेसमा पनि क्याटेगोराइज गर्दा हुन्छ। अनि एक्सपेन्सेस हो भने त थाहै छ यो कुन रुल लाग्छ यसमा, स्टेसनरीमा एक्सपेन्सेस भयो भने कुन रुल लाग्छ, नोमिनल एकाउन्टको रुल लाग्छ। क्यास यदि एसेटको केस छ भने हामीलाई रियल एकाउन्टको रुल लाग्छ। यति कुरा हामीलाई थाहै छ, यसमा केही टाउको दुखाउनु पर्दैन। 24 नम्बरमा रहेको छ गुड टेकन बाई ओनर फर पर्सनल युज। अघि चाहिँ पैसा लाग्दै थियो ओनरले, रामले। मैले भनेको थिएँ नि राम चाहिँ ओनर एबिसी कम्पनीको एज्युम गऱ्यौँ। अनि रामले चाहिँ पैसा लाँदैछ। ड्रइङ मैले के भनेको थिएँ, ड्रइङ पनि रिप्रेजेन्टेटिभ टर्म हो अरे, ड्रइङको ठाउँमा राम, होइन। डेबिट द रिसिभर त थाहै छ, डेबिट गर्ने रिसिभर पर्सनल एकाउन्टको रुल अनुसार। अर्को पर्चेज, पर्चेजलाई किन घटायो? एक्सपेन्सेस अघि बढिरहेको थियो, अब एक्सपेन्सेस कम भयो क्या, त्यसैले घटाएको हो। यस्तो बुझौँ न, नभए यसलाई डे डेबिट साइडले, डेबिट साइड भनेको एडिसन हो, क्रेडिट साइड भनेको नेगेटिभ हो क्या, नेगेटिभ हो। किन्दाखेरि एड हुन्छ, घटाउँदाखेरि होइन, यो गर्दाखेरि बेच्दाखेरि माइनस हुन्छ भनेर बुझौँ क्या। अघि पर्चेस गर्दाखेरि त एडिसन भइरहेको थियो, डेबिटमा आइरहेको थियो। अब पर्चेस लगिरहेछ, ओनरले लगिरहेछ, घटाउनु पऱ्यो नि पर्चेसलाई, त्यसैले क्रेडिटमा ल्याएको पर्चेस एकाउन्ट। बिङ गुड टेकन बाई ओनर फर पर्सनल युज। अब रिसिभ रेन्ट, अघि पनि आएको थियो एउटा रेन्ट भन्ने टर्म, तर त्यहाँ के थियो, पेड रेन्ट भनेको थियो। यहाँ रेन्ट रिसिभ गर्दैछ। अब बिजनेसले ओन गरेको जग्गामा घर बनायो र भाडा उठायो त्यहाँबाट भने के हुन्छ, हामीलाई के आउँछ, क्यास आउँछ, अथवा एकाउन्टमा पैसा हालिदिएको छ युज गर्ने व्यक्तिले भने त्यति बेला हाम्रो ब्याङ्क एकाउन्ट आउँछ भनेको थिएँ मैले। अब क्यास एकाउन्ट डेबिट टु रेन्ट रिसिभ, रेन्ट भनेको इन्कम हो। सक्यो। अब बिङ रेन्ट रिसिभ फ्रम टिनेन्ट। अब पर्चेस कम्प्युटर फर अफिस युज। अफिस युजको लागि चाहिँ कम्प्युटर किनौँ, अफिस युजको लागि कम्प्युटर किनौँ भने यो एसेट हो, एसेट हो, क्लासिफाई गर्ने एएसएसइटी एसेटमा रियल एकाउन्टको रुल लगाउने। रियल एकाउन्टको रुल लगाउँदाखेरि फेरि पनि भन्दैछु, वाट कम्स इन डेबिट, वाट गोज आउट क्रेडिट, क्यास गयो क्रेडिट, वाट कम्स इन कम्प्युटर आयो डेबिट गर्ने। बिङ कम्प्युटर पर्चेस फर अफिसियल युज। अब इस्युड चेक फर, होइन, यहाँ हेर्नु, अझै एउटा म कन्फ्युजन क्वेसन सोध्छु ल तपाईँहरूलाई। यहाँ त थियो पर्चेस कम्प्युटर फर अफिसियल युज, होइन, यो अफिसको ठाउँमा पर्सनल युज आएको भए पर्चेस कम्प्युटर फर पर्सनल युज, होइन, बिजनेसको पैसाले होइन, बिजनेसको पैसाले होइन, ओनरले किन्यो अरे, होइन, ओनरले किन्यो अरे पर्चेस कम्प्युटर फर पर्सनल युज। अब के यहाँ एन्ट्री आउँथ्यो एबिसीको बुकमा भन्नुहोस्, आउँथ्यो कि आउँथेन? आउँथ्यो सर, आउँथ्यो, आउँथ्यो। हो होइन, गलत गलत। के भन्दै थियो अघि, जहिले पनि ट्रान्जेक्सन हान्दाखेरि ओनरको भ्यू पोइन्टबाट होइन, जहिले पनि बिजनेसको भ्यू पोइन्टबाट हान्ने। त्यसैले यो यदि पर्चेस गरेको भए कम्प्युटर फर पर्सनल युज आउनु थियो, यो एन्ट्री आउँदैन थियो, यहाँ एन्ट्री नै आउँदैन थियो, नो एन्ट्री हुन्थ्यो 26 नम्बरमा। 27 इस्युड चेक फर पेमेन्ट अफ रेन्ट। रेन्ट भाडा तिर्नको लागि, घर भाडा तिर्नको लागि चेक दिउँ, चेक, चेक कसैलाई दिउँ भने हातमा त हामीले पैसा दिएको होइन, चेक दिएको।
चेक अर्को कुरा पनि थप्यो। एकाउन्ट ब्यालेन्स बढ्दाखेरि ब्याङ्क एकाउन्ट लेखिने गर्थ्यो। अर्को एकाउन्ट ब्यालेन्स बढ्दाखेरि घट्दाखेरि ब्याङ्क एकाउन्टको कुरा आउँथ्यो, ब्याङ्क एकाउन्टको कुरा आउँथ्यो होइन। कुन एकाउन्ट खोल्थ्यौँ, ब्याङ्क एकाउन्ट खोल्थ्यौँ। अब अर्को चेकको कुरा आयो भने पनि हामीले ब्याङ्क एकाउन्ट नै खोल्नुपर्छ, ब्याङ्क एकाउन्टबाटै एडजस्ट गर्नुपर्छ भन्न खोजेको। अब इस्युड चेक फर पेमेन्ट, हाम्रो एसेट गयो, ब्याङ्क एकाउन्ट क्रेडिट भयो रियल एकाउन्ट रुल अनुसार। अनि हाम्रो यो रेन्ट के हो, एक्सपेन्सेस हो, त्यसैले यो डेबिट भयो नोमिनल एकाउन्टको रुल अनुसार। अब यो नेरेसनमा के छ, बिङ रेन्ट पेड थ्रु ब्याङ्क। चेक रिसिभ फ्रम कस्टमर डिपोजिटेड इन द ब्याङ्क, चेक चाहिँ रिसिभ भयो र हामीले ब्याङ्कमा डिपोजिट गऱ्यौँ। हाम्रो चेक ड्रयरमा छैन या त चेकको टेबलमा छैन, बस्ने टेबलको माथि छैन, सामान राख्ने टेबलको माथि छैन। कहाँ गएर जम्मा गऱ्यौँ भने ब्याङ्कमा जम्मा गऱ्यौँ भने हामीलाई के आउँछ, एकाउन्ट ब्यालेन्स बढ्छ। त्यसैले ब्याङ्क एकाउन्ट डेबिट टु कस्टमर एकाउन्ट। हामीलाई चेक कसले दियो, कस्टमरले दियो। यो कस्टमर भनेको ल मान्यौँ सीताले दियो अरे, सीताले दियो ल, सीता एकाउन्ट को हो, गिभर, सीता गिभर हो। यहाँ नाम नदिएको कारणले हामीले कस्टमर एकाउन्ट लिएको, क्रेडिट द गिभर। बिङ चेक रिसिभ फ्रम कस्टमर एन्ड डिपोजिटेड इन्टु ब्याङ्क। अब अर्को रहेको छ चेक रिसिभ बट नट एट डिपोजिटेड। ल भन्नुहोस् अब यसमा यो ट्रान्जेक्सन के हुन्छ, ल एकछिन सोचौँ ल, के हुन्छ छिटो भन्नु त। चेक रिसिभ बट नट डिपोजिटेड के लेख्ने हो, एकाउन्ट ब्यालेन्स पनि बढेको छैन, ब्याङ्क त युज गर्न मिलेन ब्याङ्क एकाउन्ट, के गर्ने। यसमा हान्ने चेक इन द ड्रयर, चेक इन द ह्यान्ड अथवा चेक इन टेबल एकाउन्ट डेबिट टु कस्टमर एकाउन्ट गर्ने छ। बिङ चेक रिसिभ फ्रम कस्टमर एड टु बी डिपोजिटेड। अब अर्को रहेको छ गुड रिटर्न टु सप्लायर। सप्लायरबाट गुड किनेको थियौँ, केही डिफेक्ट भयो होला, एक्सेस भयो होला, पर्चेस डिपार्टमेन्टले गुड फिर्ता गरिदिइरहेछ। गुड फिर्ता गरिरहेछ भने कसले रिसिभ गर्छ, जोबाट किनेको थियौँ त्यसले रिसिभ गर्छ, क्रेडिटरले रिसिभ गर्छ। हामीलाई गुड कसले दिएको थियो, क्रेडिटरले दिएको थियो हो। त्यसैले क्रेडिटर एकाउन्ट डेबिट द रिसिभर टु पर्चेस रिटर्न। हाम्रो हामीले पर्चेस गरेको थियौँ, एड गरेको थियौँ सुरुमा, अब माइनस गर्नु पऱ्यो, त्यसैले क्रेडिटमा हाल्नु पऱ्यो। भयो। तपाईँहरूलाई एउटा कुरा थाहा छ कि छैन, डेटर र क्रेडिटर भनेको। ल यसलाई डेटर र क्रेडिटरमा पनि बुझौँ ल। यहाँ ए छ एउटा डी छ होइन, एउटा ए र डी छ। एले डीलाई सामान बेच्यो अरे, सोल्ड गुड बेच्यो अरे होइन। अब हेर्नु ल, डीको लागि ए चाहिँ को भयो, डेटर भयो। ए को लागि चाहिँ फेरि डी को भयो, क्रेडिटर भयो। मतलब यस्तो हो, जुन बिजनेसले अर्को बिजनेसलाई होइन, एबिसी कम्पनीले अर्को बिजनेसलाई उधारोमा सामान बेच्छ भने जुन कम्पनीलाई बेचेको थियो त्यो कम्पनी चाहिँ डेटर भयो क्या एबिसी कम्पनीको लागि। र एबिसी कम्पनीले कुनै अरू कम्पनीबाट किन्छ उधारोमा भने अर्को कम्पनीको लागि डेटर भयो है, अर्को कम्पनीको लागि डेटर भयो। र एबिसी कम्पनीले जोबाट किनेको थियो सामान उधारोमा, त्यो फेरि त्यो बिजनेस चाहिँ एबिसीको लागि क्रेडिटर भयो। बुझ्नु भयो कि बुझ्नु भएन, फेरि रिपिट गरेर हेर्नु होला भिडियो, बुझ्नु भएन भने। दिस बिङ गुड रिटर्न टु सप्लायर नेरेसनमा। अब गुड रिटर्न बाई कस्टमरले गुड फिर्ता गरिदियो, कस्टमरले गुड फिर्ता गरिदियो भने हाम्रो सेल्स कम भयो, सेल्स अघि बढिरहेको थियो, अब सेल्स कम भयो भने उल्टो गर्नु पऱ्यो, सेल्स रिसिभ भइरहेछ होइन, हामीलाई सेल्स आइरहेछ। सेल्स एकाउन्ट डेबिट टु कस्टमर एकाउन्ट, गिभर को हो, कस्टमर गिभर हो। 31मा नेरेसनमा बिङ गुड रिटर्न बाई कस्टमर। अब चार्ज डेप्रिसिएसन मेसिनरी, डेप्रिसिएसन भनेको एउटा पछि अझै मजाले बुझ्नु छ। डेप्रिसिएसन भनेको अहिले चाहिँ बुझ्नुहोस् खर्च, त्यसले डेप्रिसिएसन भनेको एक्सपेन्सेस, अनि डिक्रिज हुँदाखेरि के भनेको थियो मोडर्न कन्सेप्टले, क्रेडिट गर्नुपर्छ टु मेसिनरी एकाउन्ट। बिङ डेप्रिसिएसन चार्ज अन मेसिनरी फर द इयर। आउटस्ट्यान्डिङ रेन्ट एट द इयर इन, आउटस्ट्यान्डिङ भनेको तिर्न बाँकी, आउटस्ट्यान्डिङ रेन्ट भन्नुहोस् चाहे ड्यू भन्नुहोस्
त्यो बाँकी हो तिर्न। रेन्ट एकाउन्ट भनेको खर्च डेबिट त गर्नुपर्छ नोमिनल रुलको अनुसार। टु आउटस्ट्यान्डिङ रेन्ट एकाउन्ट किन क्रेडिट भयो अलिकति सोध्नुहोस् ल। हामीलाई घर भाडा कसले दिन्छ? घरमा भाडा कसले दिन्छ हामीलाई? त्यो कुरा बुझौँ। घर भाडा कसले दिन्छ? घरमा भाडा कसले दिन्छ? तपाईँलाई घरमा कसले बस्न दिन्छ? ल्यान्डलर्डले दिन्छ। ल्यान्डलर्डले दिन्छ। कसलाई पैसा तिर्नुपर्ने? ल्यान्डलर्डलाई। ल्यान्डलर्डलाई तिर्नु पर्यो। यो पनि एउटा रिप्रेजेन्टेटिभ टर्म भन्दा हुन्थ्यो। कसलाई तिर्नुपर्छ? यो आउटस्ट्यान्डिङ रेन्ट नलेखेर, जस्तै अब हरि लेखौँ ल, हरि हरिलाई तिर्नु पर्थ्यो। त्यसैले हरिको एकाउन्ट खुल्थ्यो आउटस्ट्यान्डिङ रेन्ट नभएको भए हरिलाई तिर्नु पर्थ्यो पैसा। हरि एकाउन्ट हुन्थ्यो। एउटा रिप्रेजेन्टेटिभ टर्म हो भनौँ न, रिप्रेजेन्टेटिभ टर्म हो रिसिभ क्रेडिट द गिभर। हामीलाई रेन्ट होइन घर भाडा कसले दियो भनौँ न, घरमा बस्न कसले दियो त्यो भन्नु। घर भाडा नभनौँ, घरमा बस्न कसले दियो? ल्यान्डलर्डले बस्न दियो। को हो गिभर? ल्यान्डलर्ड हो गिभर। त्यसैले यो आउटस्ट्यान्डिङ रेन्ट एउटा के भन्छ रिप्रेजेन्टेटिभ टर्म हो टु ल्यान्डलर्डलाई। त्यसैले यो क्रेडिट भएको पर्सनल रुलको अनुसार टु आउटस्ट्यान्डिङ रेन्ट एकाउन्ट बिङ रेन्ट ड्यू बट नट एट पेड। यहाँ त्यो लेखेको छ रेन्ट एकाउन्ट नोमिनल एकाउन्ट, रेन्ट एकाउन्ट नोमिनल एकाउन्ट एक्सपेन्सेस। अनि रुल एप्लाई डेबिट अल एक्सपेन्सेस एन्ड लसेस। रेन्ट इज एक्सपेन्सेस सो रेन्ट एकाउन्ट इज डेबिटेड। अब आउटस्ट्यान्डिङ रेन्ट एकाउन्ट पर्सनल एकाउन्ट रिप्रेजेन्टेटिभ अफ अ लाइबिलिटी पर्सन्स टु whom rent is owed. Rule applied credit the giver. Rent is owed to landlord or liability, so outstanding rent account is credited. Paid insurance at time of payment. At time of payment. Prepaid insurance at time of payment. Prepaid advance. Prepaid भनेको अगाडि नै पैसा दिनु। अगाडि नै पैसा दिनु। केही बेनिफिट पाउनुभन्दा अगाडि नै पैसा जिम्मा लगाइदिनु क्या, त्यस्तो खालको हो एडभान्स। एडभान्स हो भने हामीलाई एसेट हो। एडभान्समा केही कुरा तिर्छौँ भने हामीले केही कुरा तिर्छौँ भने एसेट हो। र हामीले केही रिसिभ गरिसकेको छौँ तर सर्भिस दिएको छैनौँ भने त्यति बेला हाम्रो लागि फेरि लाइबिलिटी हुन्छ। जस्तै आउटस्ट्यान्डिङ रेन्ट लाइबिलिटी, अर्को यो प्रिपेड इन्सुरेन्स एसेट। त्यसले एसेट डेबिट किन भयो? वाट कम्स इन भन्दा पनि एसेट इन्क्रिज हुँदाखेरि डेबिट गर्ने यो मोडर्न कन्सेप्ट टु क्यास एकाउन्ट, क्यास गइरहेछ। बिङ इन्सुरेन्स पेड इन एडभान्स। अब एक्रुड इन्ट्रेस्ट इन्कम। एक्रुड इन्ट्रेस्ट भनेको के हो? एक्रुड भनेको हामीले कमाइसक्यौँ तर हामीलाई रिसिभ भएको छैन। अब के गर्ने यसमा? एक्रुड इन्ट्रेस्ट एकाउन्ट डेबिट टु इन्ट्रेस्ट एकाउन्ट गर्ने। एक्रुड इन्ट्रेस्ट त्यसो भए हाम्रो लागि एसेट भयो। यहाँ हेर्नु एउटा क्रिस्टल क्लियर कुरा होइन, यो जुन तिर्न पाएको त्यो जुनको सर्भिस लिइसकेको छौँ होइन, जसको पैसा रिसिभ गरिसकेको छौँ तर हामीले सर्भिस दिएको छैनौँ भने त्यति बेला लाइबिलिटीमा क्लासिफाई गर्ने। जुन पैसा हामीले अगाडि नै तिरेको छौँ अरूलाई होइन, तर उसले हामीले सर्भिस दिएको छैन भने त्यो एडभान्स मान्ने। हामीले इन्ट्रेस्ट कमाइसकेको छौँ, हामीले केही काम गरिसकेको छौँ तर हामीलाई पैसा आफ्नो आएको छैन भने त्यति बेला एक्रुड मान्ने र त्यो पनि एडभान्स हुन्छ। त्यो कुरा याद राख्नु। एक्रुड इन्ट्रेस्ट इन्कम डेबिट टु इन्ट्रेस्ट इन्कम एकाउन्ट बिङ इन्ट्रेस्ट अन बट नट एट रिसिभ। 36मा पर्चेस बिल्डिङ बाई चेक। चेकबाट किन अब ब्याङ्कबाट एड्रेस गर्ने थाहै छ यो। 37मा रिसिभ लोन फ्रम ब्याङ्क। लोन भनेको हाम्रो लागि लाइबिलिटी हो। लाइबिलिटी बढ्दाखेरि के गर्ने? क्रेडिट गर्ने मोडर्न कन्सेप्टको रुल अनुसार थियो। यो आयो लोन फ्रम लोन टु लोन ब्याङ्क टु लोन। अब आयो ब्याङ्क एकाउन्टमा बढाइदिन्छ हामीलाई, ब्याङ्क एकाउन्ट डेबिट गर्ने। 38मा रिपेड ब्याङ्क लोन। ब्याङ्क लोन तिर्यौँ, डिक्रिज हुँदाखेरि डेबिट गर्ने भनेको थियौँ नि, अब त्यही डिक्रिज भयो, डेबिट गऱ्यौँ, टु पैसा गइरहेको छ टु ब्याङ्क एकाउन्ट। फटाफट गरौँ अब। 39 नम्बरमा पेड इन्ट्रेस्ट अन ब्याङ्क लोन। ब्याङ्क लोनमा हामीलाई इन्ट्रेस्ट तिर्नुपर्छ। कति छ अहिले इन्ट्रेस्ट? त्यति प्रिभेलिङ रेट अनुसार तिर्नुपर्छ होइन। इन्ट्रेस्ट अन लोन एकाउन्ट डेबिट टु ब्याङ्क एकाउन्ट गर्नु पर्यो। बिङ इन्ट्रेस्ट अन ब्याङ्क लोन पेड। इन्ट्रेस्ट अन क्यापिटल क्रेडिटेड टु प्रोप्राइटर। प्रोप्राइटरलाई हामीले इन्ट्रेस्ट दिँदैछौँ। प्रोप्राइटरको क्यापिटलमा हामी इन्ट्रेस्ट दिँदैछौँ अथवा रामलाई इन्ट्रेस्ट दिँदैछौँ। बिजनेसलाई पैसा दिएको, जस्तै यहाँ हेर्नु ल, बिजनेसलाई ओनरले पैसा दिन्छ भने बिजनेसको लागि जुन ओनरले पैसा दिएको छ त्यो चाहिँ लाइबिलिटी हो है। रामको लागि चाहिँ उसले आफ्नै खातापाता मिलाउँछ, कसैलाई लोन दिएको जस्तै भयो। अब त्यो लोनमा इन्ट्रेस्ट दिएको क्या, लोनमा इन्ट्रेस्ट दिएको भने के गर्ने? रामलाई दिँदैछौँ भने इन्ट्रेस्ट अनि क्यापिटल एकाउन्ट डेबिट टु के गर्ने? क्यास ब्याङ्क गर्ने, टु क्यास ब्याङ्क गर्ने।
त्यो क्यापिटल एकाउन्ट गर्ने रिप्रेजेन्टेटिभ रामलाई दिनु छ नि त। अहिले हातमा दिएको छैन, हातमा दियो भने पो क्यास ब्याङ्क लेख्ने, हातमा दिएको छैन क्यापिटल एकाउन्टमा दिइरहेछ, रामको एकाउन्टमा जम्मा हुँदैछ। रिप्रेजेन्टेटिभ टर्म हो क्यापिटल एकाउन्ट, त्यसले इन्ट्रेस्ट अन क्यापिटल एकाउन्ट डेबिट टु क्यापिटल एकाउन्ट बिङ इन्ट्रेस्ट अल अन क्यापिटल टु प्रोभाइड। जस्तै ओनर इज गिभर, मोडर्न कन्सेप्टको क्यापिटल इन्क्रिमेन्ट क्रेडिट, क्यापिटल इन्क्रिमेन्ट क्यापिटल भनेको एउटा लाइबिलिटी हो नि त ओनर जस्तै, लाइबिलिटी बढ्दाखेरि के हुन्छ मोडर्न कन्सेप्टको रुल अनुसार क्यापिटल इन्क्रिज भइरहेछ, त्यसैले क्रेडिट भयो। लाइबिलिटी क्यापिटल इन्क्रिज हुनु भनेको लाइबिलिटी बढ्नु हो, त्यसैले क्रेडिट भयो। इन्ट्रेस्ट अन ड्रइङ चार्ज टु प्रोप्राइटर, कस्तो हुन्छ यो ड्रइङ एकाउन्ट डेबिट टु इन्ट्रेस्ट अन ड्रइङ। किन ड्रइङमा ड्रइङ पनि रिप्रेजेन्टेटिभ टर्म हो, रिसिभर को हो राम हो, रामको खाताबाट घटाउनु पर्यो होइन, रामको खाताबाट चाहिँ इन्ट्रेस्ट लिनु पर्यो, त्यसैले ड्रइङ एकाउन्ट डेबिट टु इन्ट्रेस्ट अन ड्रइङ बिङ इन्ट्रेस्ट चार्ज अन ड्रइङ मेड बाई प्रोभाइडर। इन केस अफ ड्रइङ पर्सनल एकाउन्ट ओनर इज रिसिभर, मोडर्न कन्सेप्ट डेब्ट इफ लाइबिलिटी डिक्रिज, लाइबिलिटी कम भयो त्यसैले डिक्रिज भयो। लाइबिलिटी कसरी कम भयो त्यो भन्नुहोस्, लाइबिलिटी कसरी कम भयो? ड्रइङमा जस्तै उसले क्यापिटल दिए बापत उसले युज गर्छ, क्यापिटल दिए बापत बिजनेसलाई उसले इन्ट्रेस्ट चार्ज गर्छ भने, अब ड्रइङ गर्छ बिजनेसले, बिजनेसबाट ओनरले भने उसले पनि ड्रइङमा इन्ट्रेस्ट चार्ज गर्ने गरेको छ क्या, यस्तो सिस्टम छ। हाइपोथेटिकल कन्सेप्ट हो यो चाहिँ, यस्तो नहुनु, यस्तो हुँदैन। अब गुड गिभन एज च्यारिटी, यो पनि एउटा एडभर्टिजमेन्ट हो, गरिहाल्नुहुन्छ। गुड डिस्ट्रोइड बाई फायर, फायर आग लागि भयो र गुड लस भयो, लस बाई फायर एकाउन्ट डेबिट टु पर्चेस एकाउन्टबाट एडजस्ट गर्नु पर्यो। बिङ गुड डिस्ट्रोइड बाई फायर एडजस्टमेन्ट फ्रम स्टक। अब इन्सुरेन्स क्लेम रिसिभ फर गुड लस, क्यास एकाउन्ट डेबिट टु लस बाई फायर गर्नु पर्यो। अब जति जस्तै हेर्नु ल, 5 टका लस भयो, 4 टका रिसिभ भयो है, 4 टका रिसिभ भयो, 1 रुपियाँ लस छ भने यसलाई 1 रुपियाँ पिएलमा हाल्ने, 4 रुपियाँ लस, 5 रुपियाँ लस छ, 4 रुपियाँ 4 4 सधो 1 रुपियाँ चाहिँ पिएलमा हाल्नु पर्यो। त्यही छ यसमा हेर्नु, टु एक्सटेन्ड लस नट एडजस्ट फ्रम क्लेम यो इन्भेस्टमेन्ट पर्चेस फर क्यास, यो इन्भेस्टमेन्ट पनि एउटा एसेट हो। इन्भेस्टमेन्ट पर्चेस गर्दाखेरि के गर्नुपर्छ, मेसिनरी जसरी नै यो एन्ट्री हाल्नुपर्छ, जर्नल एन्ट्री। 16 नम्बरमा अडिट फी भनेको पनि खर्च हो। गुड डिस्ट्रिब्युटेड इज फ्री स्याम्पल, च्यारिटी जस्तै हो, पर्चेसबाट एडजस्ट गर्नुपर्छ र एडभर्टिजमेन्ट हो यो। अब बिल रिसिभेबल एक्सेप्टेड बाई कस्टमर, बिल रिसिभेबल एक्सेप्टेड बाई कस्टमर, किन भन्यो यस्तो भन्नु, जस्तै एले बीलाई गुड बेच्यो होइन, एले बीलाई गुड बेच्यो अरे, बिल चाहिँ एले बनाउँछ अरे होइन, पठाउँछ बीलाई, एले बनाउँछ बीलाई पठाउँछ अरे। फेरि मजाले बुझ्नु ल, बी एले गुड्स दारामा बेच्यो, एले चाहिँ अब बिल्स बनाउँछ अरे क्या, बिल्स बनाउँछ अरे, अनि एक्सेप्टेन्सको लागि एक्सेप्ट गर्ने कि नगर्ने भनेर बीलाई पठाउँछ अरे क्या, यस्तो कुरा, त्यसैले बिल रिसिभेबल एक्सेप्टेड बाई कस्टमर भनौँ। बिल रिसिभेबल भनेको अब एक्सेप्ट गर्यो भने होइन, भ्यालिडिटी पायो नि त, त्यहाँदेखि भ्यालिडिटी पायो, बीबाट भ्यालिडिटी पायो, त्यसैले कन्सिडरेसन रिसिभ भयो क्या। एउटा बिल रिसिभेबल भनेको पनि एउटा एसेट जस्तै हो, यो बजाउन पाइन्छ क्या, चेक जस्तै हो, त्यहाँ ब्याङ्कमा गएर बजाउन पाइन्छ, ब्याङ्कमा बजायो भने पैसा पाउँछ। अनि त्यो बिल रिसिभेबल जति पैसा बजायौँ त्यो हाम्रो छ नि, जसले कस्टमरले चाहिँ अब त्यहाँ गएर पैसा दिन्छ क्या। बिल रिसिभेबल र चेक जस्तै भनौँ न, चेक जस्तै हो, बिल रिसिभेबल एकाउन्ट डेबिट टु कस्टमर एकाउन्ट लेख्न सक्यो। अब एकाउन्ट, अब यहाँ हेर्नु, डेबिट वाट कम्स इन रियल एकाउन्ट र क्रेडिट द गिभर द पर्सनल एकाउन्ट बिङ बिल एक्सेप्टेड बाई कस्टमर फर ड्यु एमाउन्ट। बिल रिसिभेबल चाहिँ डेटर जस्तै भयो बिल रिसिभेबल। अब बिल्स पेबल एक्सेप्टेड, अघि चाहिँ पठाएको थियौँ हामी, अघि अब अर्को चाहिँ क्रेडिटरले हामीलाई पठायो क्या, अघि डेटरलाई पठायौँ हामीले, अब हामीलाई क्रेडिटरले पठायो। अब यसको आफै हेर्नु होला, बिल एक्सेप्टेड, बिल्स पेबल एक्सेप्टेड, क्रेडिटर एकाउन्ट डेबिट टु बिल्स पेबल एकाउन्ट बिङ बिल एक्सेप्टेड इन फेभर अफ क्रेडिटर। अब डिसअनर अफ बिल रिसिभेबल, बिल डिसअनर भयो अरे होइन, अनर पाएन, गलत कुरा दियो, गलत कुरा भयो होइन, गलत कुरा दियो। अब बिल्स, अब एसेट कम हुन्छ बिल्स होइन, रिसिभर को हुन्छ, जुन कस्टमरले हामीलाई दिएको थियो र जसकोबाट डिस्काउन्ट भयो, कस्टमरलाई डेबिट गर्नु पऱ्यो, डेबिट द रिसिभर क्रेडिट
के गर्नु पर्यो, वाट गोज आउट बिल रिसिभेबल एसेट बाहिर गयो, बिङ बिल डिसअनर बाई कस्टमर। विथड्र क्यास फर फ्रम ब्याङ्क फर अफिसियल युज, ब्याङ्कबाट चाहिँ क्यास युज विथड्र गऱ्यौँ अफिसियल युजको लागि, के हुन्छ क्यास एकाउन्ट डेबिट टु ब्याङ्क एकाउन्ट। विथड्र क्यास फर फ्रम ब्याङ्क फर पर्सनल युज, के हुन्छ यसमा ड्रइङ एकाउन्ट डेबिट टु ब्याङ्क एकाउन्ट। अब कमिसन पेड इन एडभान्स, एडभान्समा कमिसन तिर्यौँ भनेको थियो नि, हाम्रो एसेट हो। अघि के थियो, कमिसन रिसिभ गर्दै थियौँ, यो अब हामीले एडभान्समा कमिसन अरूलाई दिँदैछौँ भने एडभान्स कमिसन जहिले पनि हाम्रो लागि एसेट हो टु क्यास एकाउन्ट। अब कमिसन रिसिभ इन एडभान्स, अब एडभान्समा कमिसन रिसिभ भयो, हाम्रो लागि लाइबिलिटी हो। कमिसन क्यास एकाउन्ट डेबिट टु कमिसन रिसिभ टु अनर कमिसन या कमिसन भनौँ न। गुड सोल्ड टु मोहन क्रेडिट, यो कुरा हेरेको, गुड पर्चेस फ्रम सोहन क्रेडिट, यो कुराहरू हेरेको। यति नै रहेछ 56 नम्बर। थ्याङ्क यू।